शत्रुमर्दन र वासुदेव अर्याल दुवै असाध्यै मिल्ने साथी हुन्। ज्ञानेश्वर निवासी शत्रुमर्दनका एउटी छोरी सुलोचना र दुईवटा छोरा चण्डमर्दन र तिमिर मिर्दन छन् भने बानेश्वर निवासी वासुदेव अर्यालका छोरा अनग्न हुन्। सुलोचना, चण्ड, तिमिर र अनग्न बाल सखा हुन्। एक दिन पासा खेलमा शत्रुमर्दन र वासुदेवको झगडा हुन्छ र बोलचाल समेत बन्द हुन्छ। त्यसको 5 वर्षपछि चण्ड र तिमिरको आग्रहमा अनग्न उनीहरूको घर जान्छन्। त्यहाँ ईश्वर र धर्मका बारेमा बहस चल्छ। अनग्न र सुलोचना बीच प्रेम टुसाउन थाल्छ। त्यस्तैमा एक दिन सुलोचनाकै घरमा अनग्न, सुलोचना, चण्ड र तिमिर मिलेर ईश्वर र धर्मका बारेमा बहस गरिरहेका हुन्छन्। सुलोचना र अनग्न आस्तिक बनेर बहस गर्छन् भने चण्ड र तिमिर नास्तिक बनेर बहस गर्छन्। बहस हुँदाहुँदै बाबु शत्रुमर्दन आउँछन् र अनग्नलाई तथा नाम गाली गर्दै गुण्डो भन्दै तुरुन्तै यहाँबाट गइहाल भन्दछन्। उनले छोराहरूलाई गुण्डो अनग्नलाई ल्याएकोमा गाली गर्छन्। उता सुलोचनाको बिहे विलास सिंहसँग गरिदिने कुरो चल्छ। तर सुलोचनाले अनग्न बाहेक अरू कसैसँग पनि बिहे नगर्ने निर्णय। त्यसपछि बाबुआमाले सुलोचनालाई जबरजस्ती विलास सिंहसित बिहा गरिदिन्छन्। बिहे नहुँदै सुलोचना र अनग्नको भाग्ने योजना पनि विफल हुन्छ। बिहे गरेर घर गएपछि सुलोचना पिञ्जराभित्रको चरी जस्तै भइन्। उनी खा भने खाने, निल भने निलिदिने गर्न थालिन्। कसैसँग नबोल्ने लाठी जस्ती भइन्। सुलोचनासँग बिहा भएको 1 महिनाभित्रै विलास सिंहले अर्को विवाह गरे। एक दिन तिमिर मर्दन बहिनीलाई भेट्न जान्छन्। त्यहाँ बहिनी सुलोचनाको दयालाग्दो अवस्था देखेर तिमिर मर्दन अझ दुखित हुन्छन्। सौता आएपछि सौता र सासू दुवै मिलेर सुलोचनालाई हेला गर्छन्। खान दिँदैनन्, तर उनी भने कृष्णको पूजा मन बहलाउँछिन्। एक दिन जयमानी बनेर अनग्न सुलोचनाको घरमा जान्छन् र नोकरको रूपमा बस्न थाल्छन्। सौतापट्टिले सुलोचनाका बारेमा अनेक कुरा लगाउँछे। सुलोचनाको दराजमा विलास सिंहले अनग्नले लेखेका 2वटा प्रेम पत्र फेला पार्छन्। विलास सिंहले उनलाई आधा रातमा घोक्राएर घरबाट निकाल्न लाग्दा जयमानी बनेका अनग्नले माफी माग्छन्, पाउ पर्छन् र आधा रातमा बिचारीलाई ननिकाल्न अनुरोध गर्छन्। त्यसपछि अनग्न भनेको को हो भन्ने प्रश्नमा जयमानीले सबै कुरा बताउँछन् र घरबाट निस्कन्छन्। विलास सिंहलाई दुईजनाको प्रेममा आफू बन्धक बनेकोमा पश्चाताप बोध हुन्छ र आत्महत्या गरेर मर्दछन्। सुलोचनालाई क्षयरोगले सिकिस्त भएर मरणासन्न अवस्थामा आर्यघाट पुर्याइन्छ। विलास सिंहको घरबाट शिवपुरी जङ्गलमा गएका अनग्न नचिने अवस्थामा आर्यघाट आइपुग्दछन्। आर्यघाटमा अनग्न र सुलोचनाले एकले अर्कालाई हेरेपछि सुलोचनाको मृत्यु हुन्छ। सुलोचनाको मृत्युसँगै महाकाव्य सकिन्छ।